हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल है गाइस। सबैलाई स्वागत छ मेरो च्यानलमा है गाइस। आज चाहिँ म हल्का भ्लग गर्नु गएको छु है। यो ट्रिप भ्लग हो। कस्तो लाग्यो होला कमेन्ट गरेर सेयर गरिदिनु है गाइस है। म जाँदैछु तपाईँको गान्तोकदेखि पारीपट्टि राङ्का भन्ने जग्गा जाँदैछु है गाइस। तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ है कमेन्ट लाइक गरिदिनु है गाइस, सेयर गरिदिनु होला है गाइस। आज चाहिँ वेदर चाहिँ नि यहाँनिर तपाईँहरूको कस्तो भएको छ वेदर भनेपछि नि आज 4 मात्रै बज्दैछ है। यहाँ 4 बजेको वेदर हेर्नुहोस् है। यहाँनिर पुरा अँध्यारो पानी पर्न आँटेछ गाइस। हाम्रो सिक्किमको वेदर के हुन्छ है, एकछिनमा पानी पर्छ, एकछिनमा असिनो पानी आउँछ है गाइस। यहाँको वेदर एकैछिनमा चेन्ज हुन्छ है गाइस। कस्तो के लाग्यो है लाइक सेयर कमेन्ट गरिदिनु होला गाइस है। तिमी छोरा त मेरो अर्थ छ। अलिकति यो तपाईँको क्यामेरा स्ट्याम्पले गर्दा अलिकति हल्लिन्छ गाइस है। मेरो अलिकति यो स्ट्याम्पले गर्दा अलिकति हल्लिएको छ है गाइस। कस्तो के हो है गाइस भनिदिनुहोस् होला तपाईँहरूलाई कस्तो के लाग्छ। यहाँनिर तपाईँको प्याराग्लाइडिङ पनि हुँदैछ गाइस है भित्रपट्टि। म यहाँबाट तपाईँको झाँक्री फल्सको रोड जाँदैछु गाइस। अहिले अलिक टुरिस्टको पनि सिजन चल्दैछ गाइस है। म चाहिँ हल्का यहाँ ड्युटी सकेर एउटा साथीको पारी गएको है। आज चाहिँ 4 बजी हेर्नुहोस् न अँध्यारो भएर यहाँनिर गाइस। 4 बजी अँध्यारो छ, पानी पर्ला जस्तो भइरहेछ। यहाँको वेदर यस्तै छ है गाइस। कस्तो के हुन्छ सेयर कमेन्ट गरिदिनु होला है, लाइक गरिदिनु होला है, सब्सक्राइब गर्नु नबिर्सिनु होला गाइस। यहाँदेखि तपाईँको यो भित्र यो गेटहरू यो बत्ती बलिरहेछ गाइस है। यहाँदेखि भित्र चाहिँ तपाईँको झाँक्री फल्स जान्छ है। बादमा तपाईँहरूलाई म देखाउने छु यहाँको यो नजारा है गाइस। अहिले म अलिकति उयोले गर्दा है यहाँ भित्र पस्नु सकिनँ। यहाँ पुरा नयाँ ब्रिज बनिँदैछ, यहाँ गाडी जाम पनि हुन्छ अलिकति है। यो तपाईँको यो भित्र देख्नु हुँदैछ यो चाहिँ झाँक्री फल्स। पहिला निकै उयो भएको पपुलर भएको झाँक्री फल्स हो है गाइस। टुरिस्ट निकै जमिन्छ यहाँ चाहिँ। अलिकति त आज म चाहिँ पारीपट्टि अलिक एउटा कामले गर्दा जाँदैछु साथीकोमा है। एउटा सामान लिनु छ र बादमा तपाईँलाई झाँक्री फल्स पनि देखाउने छु है। कस्तो लाग्छ के लाग्छ लाइक सेयर कमेन्ट गरिदिनु होला गाइस। यहाँ चाहिँ होटलको कमी छैन गाइस। हाम्रो सिक्किममा चाहिँ होटलको कमी छैन। हेर्नुहोस् यो जहाँ पाए त्यहीँ होटल हो। दूरसम्म पुग्ने सारे 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 त्यतै सारे भाग्यमा त के छ मेरो चाहनामा तिमी भए त टाढा हुनु अरू कोही न के छ। हेलो गाइस, कस्तो के लाग्यो लाइक सेयर कमेन्ट गरिदिनु होला है। गाडी जापाती रोक्छ। हौ साथी साइड गर्नु हौ अलिकति। यस्तो गाडी राखेर रोड साइडमा गाडी राखेर कहाँ जान्छ हौ यो मान्छेहरू खै। नगरौँ न हौ साथीभाइ हो यसरी। यो चाहिँ हाम्रो यहाँदेखि चाहिँ तपाईँको ओह्रालो यो राइट साइड चाहिँ यो सिलगढी जाने बाटो हो गाइस। यहाँबाट रेसीथाङ भन्छ है। यहाँनिर पनि दामी एउटा छ है। यहाँ चाहिँ अब बेलुका त्यही गार्डन पपहरू छ यहाँनिर है गाइस। यो चाहिँ हाम्रो गान्तोकदेखि 10 किलोमिटर पारी पर्छ है गाइस। तपाईँहरू यसो कोही बेला आउनुमा भिजिट गर्नु होला गाइस। कस्तो के लाग्यो कमेन्टमा लेख्नु होला है गाइस। लाइक सेयर गरिदिनु होला है गाइस। आउन भाइ आउन।
छिटाउ न अलिकति ढिलो भइरहेको छ। अहिले चाहिँ हाम्रो यो सिक्किममा चाहिँ अलिकति हुँदैछ कि तपाईँको गाइस, रोडहरू यताउता बनिँदैछ, त्यही कारणले नि यहाँनिर यस्तै हुन्छ है गाइस। हल्लिन्छ है गाइस यहाँनिर, बाटो पनि अलिक त्यस्तै छ जग्गा जग्गा त। कस्तो के लाग्यो लाइक सेयर कमेन्ट गरिदिनु है गाइस है। यहाँ पारी हो, यो पारीदेखि सबै गान्तोक हो गाइस। लो बहिनी हेलमेट छैन रहेछ, पक्रिन्छ है ट्राफिकले। कस्तो के लाग्यो है तपाईँहरूलाई भनिदिनुहोस् है, कमेन्ट गरिदिनुहोस् है। हेर्नुहोस् है यस्तै छ है गाइस, ड्राइभरको लाइफ हो। अब हामी त गाडी चलाइ हिँड्नुपर्ने है, आज कता आज कता आज कता है। तपाईँहरूलाई मनपर्छ कि पर्दैन है, लाइक सेयर कमेन्ट गरिदिनु होला गाइस। यस्तो सानो बाटोमा ट्रकहरू आउँछ फेरि। जाऊ 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 छिर्छ, जाऊ 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 जाऊ। परबाट अर्को गाडी आइदियो फेरि। यो पारी हाम्रो यो राङ्का धजे गाउँ भन्छ है गाइस। ल है गाइस यस्तो छ है गाइस, कस्तो के लाग्यो है तपाईँहरूलाई यसो लाइक सेयर कमेन्ट गरिदिनु होला है, सपोर्ट गरिदिनु होला गाइस। यस्तो हलिन्छ कि बाटो जग्गा जग्गा चाहिँ यसरी क्यामेरै हलिन्छ गाइस, के गर्नु पर्ने। अब यहाँ बनिँदैछ नयाँ पुल हो, नयाँ ब्रिज बनिँदैछ। यो चाहिँ पुरानो ब्रिज हो गाइस। यो पुरानो ब्रिज चाहिँ फेरि यो लोड बेसी हुने चाहिँ यो भत्किन्छ है गाइस, भत्किने टेन्सन छ है। आम्मामा बाटो त बाटै छ नि, जग्गा जग्गा चाहिँ यस्तै छ है बाटो गाइस। कस्तो के लाग्यो है गाइस साथीभाइ हो, लाइक सेयर कमेन्ट गरिदिनु होला। सधैँ उडिने बादलमा। यो गाइस जति पनि पारी यो पारिपट्टि देख्दैछ यो गान्तोक हो। यो चाहिँ तपाईँलाई म देखाउनु छु एकछिनमा गाइस। लाइक सेयर कमेन्ट गरिदिनु होला है गाइस मेरो भिडियोलाई चाहिँ है गाइस। दिउँसै वेदर बिग्रे साथीभाइ, यहाँ चाहिँ दिउँसै वेदर बिग्रियो। यो चाहिँ हाम्रो यो पारी हो, यो पारी चाहिँ हाम्रो यो राङ्का धजे गाउँ भन्छ है गाइस। यो पारी चाहिँ हाम्रो यो राङ्का धजे गाउँ हो। यो चाहिँ पुरानो ब्रिज हो गाइस। यो पुरानो ब्रिज चाहिँ फेरि यो लोड बेसी हुने चाहिँ यो भत्किन्छ है गाइस, भत्किने टेन्सन छ है। यो पारी म तपाईँहरूलाई देखाउँदैछु है गाइस। यो चाहिँ हाम्रो
यहाँबाट गान्तोक नजिक देख्छ है गाइस। यो चाहिँ गान्तोक सहर हो। यति छ पारिबाट तपाईँहरूलाई जुम गरेर देखाउँदैछु। यो सबै तपाईँको गान्तोक हो। यो गान्तोक देख्दै गरेको है गाइस। यो तल मणिपाल यहाँबाट कति पनि छैन गाइस। यहाँबाट 6 किलोमिटर चाहिँ छ, 6-7 किलोमिटर छ गाइस। राङ्का मोनास्ट्रीहरू छ यहाँ पारिपट्टि है। यो सबै यो गान्तोक देख्दै गरेको तपाईँको वहाँ त्यहाँबाट आएको हामी चाहिँ गाइस है। यो जग्गा हो, तपाईँलाई जुम गरेर देखाउँछु हेर्नुहोस् है गाइस। तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो है गाइस बताइदिनुहोस्, कमेन्ट गरिदिनुहोस् होला गाइस है। कस्तो के लाग्यो है गाइस कमेन्ट गरिदिनु होला, बताइदिनु होला गाइस। हेर्नुहोस् है यो हो गाइस। ओके गाइस तपाईँलाई कस्तो के लाग्छ लाइक कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला गाइस है। फिर मिलेंगे भिडियो में है गाइस। यो भन्दा राम्रो भिडियो लिएर आउँला फेरि है गाइस। ओके गाइस बाई बाई।